उसी तेरो आइपुग्दैछ आएको थियो नि कता आयो एउटा यता आइपुग्यो के आयो बडाउ त बनाएन ए आयो त्यो त जानु लुगातिर आएन यो चल्दैछ जाऊ 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 दिदी सन्चै हुनुहुन्छ बिनाजु सन्चै हुनुहुन्छ आमा यता हेरिदिनु त आरामै हुनुहुन्छ आरामै हुनुहुन्छ नि ठिकै छु मामाले भिडियो गर्नु भएर के ढुङ्चा खट जम्मा 3टा पुरी मात्रै एउटा कराईमा त्यही पनि धेर भइसक्यो नि तेलै रहेनछ धेर त भइगयो होइन पकाउने मान्छेलाई धुवा लागिसक्यो बा धुवा लाग्यो बिजी हुनुहुन्छ बोल्न भ्याउनु बोल्नु भएन खटिरहनु भएको छ बा च्यात्यो यहाँ त हुन्छ है च्यातेको केही पनि हुँदैन च्यातेर खाने चबाएर खाने हो झन् टुक्रा पारेर केही हुँदैन के को हुन्छ त हुनु पनि परेको पनि छैन यहाँ बेलुका मान्छे 3जनाले पनि नभ्या जस्तो छु अब मैले मिल्दैन के हो मामाले त आज त ठक्मै ठकिहाल्नु भएछ आज मामा यस्तै छ मिल्ने मात्र 3जना त म एक्लै भ्याइदिन्छु यति त बेललाई ल्याउँथ्यो दुईचोटि भन्दा 3चोटि लाउने होइन क्या यसलाई सट्ट थिचेर थिच्ने अर्कोचोटि सट्ट पार्ने भइगयो आमा सन्चै हुनुहुन्छ नि यहाँ वर्तमानजी सानीमाहरू 2जना म पनि हो सानीमै 2जना भनेन त मैले 2जना बोक्रा नि खानुहुन्छ वर्तमानका दाजु उता भाइ असी 14 पटक ओम स्वाहा तेस्रो पटक ओम स्वाहा अन्दाज आज ढाकर बोक्ने होइन त ढाकार बोक्ने पर्ने खै एउटा सर्ट सर्ट अहिले जानु पर्ने लाग्छ ए ल यसो ल ला लडियो 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 है लडियो नानी लडियो है खतरै छ खतरा एकदम खतरा छ हैन यहाँ वर्तमानको ड्याडी बुवा यता दिदी ठुलो भए आस्ते चलाउनु है दाँत देखिनु पऱ्यो 3200 वटा त्यो अचार यो के हो दुध खिर हो क्या खिर यता खिर उता
तरकारी अचार कता लाइनले ए वर्तमानको दिदी फोटो खिच्न दमादम क्यामेराम्यान एकछिनै मामा यता हाँस्नु यता चाहिँ के बनाउँदै हुन्छ नरिवल फुटाएको ए अनि दाजु धमाधम हो बिजी हुनुहुन्छ बोलै भ्याउनु भएको छैन यसो त बाहिर हाल्नु त युमिर लागि अगाउनु होला है ओइ त्यसलाई थोरै भयो होला नि त बराबरी गरिदिएको झन् अगाउनु मलाई अरे यता मामा वर्तमानेको अब कता के बाँकी रह्यो यो चाहिँ यो खिर पाक्दैछ यहाँ भरे मुगाल पाक्ले फुत्त भन्छ त्यहाँ देखाउनु हुँदैन धेरै नराम्रो खालको रहेछ यो हौ यता हेर्नु त ठुली आमा वर्तमानेको मेरो नि आइराखेको होला अहिले यता हेर्नु नि यता साइली आमा बडी आमा हेर्नु हुँदैन क्या नहेरेकै राम्रो आउँछ फोटो चाहिँ ए भिडियो चाहिँ नि नहेरेको